मेरो दाइले त मलाई साँच्चै भन्दा एउटा बाउको भार बाउको काँध थाप्लोमा राखेर हिँडेको मान्छे मेरो दाइ। मलाई यहाँसम्म मेरो दाइले पनि धेरै दुःख गरे, भाइले यो गर्छ म यहाँनिर यो गर्छु भनेर धेरै साथ दिए। दाइको विषयमा म कुनै पनि त्यो भन्ने शब्द पनि छैन कि। तपाईँले अघि सोध्नुभयो बाउको बारेमा किन बोल्नुहुन्न। मेरा बाउ भनेका दाइ हुन्। दाइले थाप्लो काँधमा राखेर बाउको जिम्मेवारी गरेर हरेक ठाउँ हरेक सिचुएसन हरेक दुःखमा दाइले त्यो गरे के, बाउको भार बोकेर। अनि भाइले यस्तो गर्छ, भाइ यो ठाउँमा पुग्छ भनेर अझै पनि गर्नुहुन्छ दाइले, अझै पनि गर्नुहुन्छ। तर यो फिल्डमा लाग्दा चाहिँ दाइले उहाँलाई यो फिल्डको विषयमा कसरी पैसा आउँछ, कहाँबाट आउँछ, कसरी कमाउने थाहा नभएरै होला, मैले बुझाउन नसकेको पनि होला। त्यही भएर चाहिँ अहिले अलि डिस्ट्र्याक्ट हुनुहुन्छ कि यो नगर, यस्तो नगर, त्यस्तो नगर भन्नुहुन्छ। तर पनि दुःख पऱ्यो भने दाइ यस्तो भयो भने गर्नुहुन्छ।